शिक्षा समितिमा हाम्रो जीवन खनाउनु पर्छ। शिक्षा समितिमा हाम्रो जीवन खनाउनु पर्छ। दिन प्रतिदिन हाम्रो जीवन यीशुको जस्तो बनाउनु पर्छ। हाम्रो जीवन यीशुको जस्तो बनाउनु पर्छ। यो 1 नम्बर चाहिँ। 2 नम्बर, जस्तो बनेको थियो खुसी मनले खाइदिनु भयो। जस्तो बनेको थियो खुसी मनले खाइदिनु भयो। हामी सबैजना धन्यवादी छौँ तपाईहरु यस सेमिनारमा आइदिनु भयो। यो पहिलो तिमोथी 4:12बाट जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्। जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्। तपाईको बोली वचन आचरण प्रेम विश्वास शुद्धतालाई देखेर यीशुलाई जानुहोस्। तपाईको बोली वचन आचरण प्रेम विश्वास शुद्धतालाई देखेर यीशुलाई जानुहोस्। अब अन्तिममा भाइजीले भनेको एउटा शिक्षाबाट मैले लेखेको छु। मानिसले बनाएको चिजमा होइन परमेश्वरले बनाएको चिजमा ध्यान दिनुहुन्छ। मानिसले बनाएको चिजमा होइन परमेश्वरले बनाएको चिजमा ध्यान दिनुहुन्छ। नम्र भएर परमेश्वरको राज्यको खोजी गर्यौं भने उहाँले ईश्वरीय बुद्धि र ज्ञान दिनुहुन्छ। आजको यति नै थियो। हामी मिलेर प्रभुलाई सँगै धन्यवाद दियौँ।